हेलो एभ्रिवान। आज चाहिँ उभौली साकेलाको अन्तिम दिन थियो भोजपुर बजारको टुडी खेलमा। अब अन्तिम दिन भनेपछि त जानै पर्यो, त्यही भएर काकी सासू दिदी अनि नन्द देवरहरूसँग हामी चाहिँ लाग्यौँ। बाटोमा नै यस्तो भिड थियो नि मान्छेहरूको, अब झन् टुडी खेलमा कस्तो होला भनेर सोच्दै सोच्दै हामी चाहिँ हतार हतार लाग्यौँ, किनकि मेरो श्रीमानजीको कल आएको थियो। उहाँ चाहिँ अघि नै ढोलीहरूसँग गइसक्नु भएको थियो। हेलो छिटो आऊ, कहाँ छौ, यता सकिन आँटिसक्यो साकेला भन्दै हत्याउँदै थियो। लास्टमा त के को मान्छेहरू भर्खर जाँदै रहेछ भिडामभिड बाटोमा। झन् ग्राउन्डमा त ओ माई गड गर्मी उस्तै। अनि बल्ल तल्ल हामी ग्राउन्डमा छिरियो। अब 4 ठाउँमा कुन ठाउँमा गएर नाच्ने भनेर सोचिरहेको थियौँ। एक ठाउँ चाहिँ गाह्रो नै थियो, त्यो सायद चामलिङको होला, अनि 3 ठाउँ बान्ताको थियो। छान्दा गरेर अन्तिममा हामी आफ्नो औकातमा आइ नै हाल्यौँ। खुट्टाको सिली एकदम गाह्रो लाग्यो, आउँदै आएन। त्यही भएर या हाते सिली नै नाच्दैछौँ हामी चाहिँ। हाते सिलीमा अल्छी लागेर फेरि खुट्टाको सिली ट्राई गर्न गएको, फेरि हुँदै भएन। त्यही भएर लास्टमा फेरि यहीँ आउनु पर्यो फर्केर। यस्तो धेरै भिड थियो कि आफ्नो मान्छेलाई खोज्नै गाह्रो। सागरको कल आउँछ, म यहाँ छु आऊ भन्छ, म देख्दै देखिनँ। त्यही भएर डाँडामा गएर हेरेँ, अनि एक कुनामा देखेपछि चाहिँ ल अब चाहिँ चढ्छु भनेर पानी सानी खाएर। यस्तो गर्मी थियो नि कस्तो, म भन्नु नि सक्दिनँ। त्यही पनि म गर्मी सहन सक्दिनँ नि त। अनि डाँडामा एकछिन रेस्ट गरेर झरेँ म। बल्ल तल्ल मेरो आशिक से मुलाकात हो गया अरे क्या। अनि हामी एकछिन नाच्नु भनेर पस्यौँ, तर मेरो बुढाको कपाल चाहिँ यस्तो झ्याउ लाग्दो देखिरहेको थियो। अब अरू बेला चाहिँ घरमा बस्दा पनि फेरि ढाका टोपी लाउँथेँ। आज साकेला नाच्ने दिन चाहिँ एउटा कहाँ अर्को कहाँ सबै हराइरहेछ। अनि ऊ चाहिँ पहिला जस्तै मलाई आउँदैन भनेर ल यस्तो गर उस्तो गर भनेर सिली सिकाइरहेछ कि, तर म चाहिँ भित्रभित्रै ऊभन्दा जान्ने भइसकेको रहेछु क्या हो। आफ्नै तालमा मलाई सिकाउँदै नाचिरहेको छ ऊ चाहिँ। उसलाई अरूको वास्तै छैन। खासमा सिली चाहिँ नाडीमा खोइ के लगाए जस्तो गर्नु रहेछ। उसले चाहिँ मलाई पछ्यौरी यहाँ घाँटीबाट पछ्यौरी बेर्ने भन्दै सिकाइरहेछ क्या। गर्मीले म त सक्दै सकिनँ। अनि बुढालाई त्यही छोडेर काकीसँग पानीपुरी खान गएको। ला मेरो ढुङ्ग्री झर्नै लाग्यो लौनु। पानीपुरीले नभएपछि